यो चाङ बनाएर पनि अहिले मासु काटियो हो। इ अचानो यहीँ छ यो अचानो है, काटेर सक्यो अनि धुलाउँदैछु है चाङ। अब भोलि फेरि भात पकाउने जग्गा बनाउने अरे त्यसका बाउको। यसरी बोल लगाइयो। नङ्ग्रेहरूको त बुद्धि त कति छ नि हो। अब यहाँ छाना लगाउनु भने मजाले सुत्ने जग्गा भयो नि त, बस्ने जग्गा होइन। गरम दिनमा सुत्न यस्तो मजा हुन्छ यहाँ।